आउने काम भुताल्ने काम लाताले हान्ने काम सबै भयो। हजुर यो त सत्य हो, यो त भगवानको पालादेखि नै मोहनी भन्ने भगवानको पालादेखि नै भएको कारणले गर्दाखेरि चाहिँ मोहनी हुन्छ पनि र लगाउँदा लाग्छ पनि, तडपिने अब मर्न मन लाग्ने अब त्यसमा त हरेक हुन्छ। डाक्टर धामी यो सबै ठाउँमा भ्यायो अनि लास्टमा यहाँ आएको, यहाँबाट भएन भने कहीँ पनि नजाने भन्ने चाहिँ भक्तहरू त्यस्तो भक्त भन्ने भक्तहरू चाहिँ यहाँ आउनु भएको छ। नमस्ते। हजुरलाई खासमा माता भन्दा नि हामी झाँक्री भन्नु पर्यो होइन त? हजुर हामीलाई अलि झाँक्री गुरु भन्नु पर्यो। हामीलाई अलि माता भन्निँदैन, झाँक्री गुरु हामी ढ्याङ्ग्रो बजाउने भएर चाहिँ हामीलाई झाँक्री गुरु भन्नु पर्यो। हजुरलाई कति वर्षदेखि देउता आएको? कति वर्ष भयो हजुरलाई? मलाई 7 वर्ष भयो देउता आएको। 7 वर्षदेखि चाहिँ देउता आएर चाहिँ म अब काम्ने छोप्ने ढल्ने भएर त्यस्तो धेरै गाह्रो भयो। अनि अब 7 वर्षदेखि देउता आइसकेपछि अब आफ्नो उपचार कहाँ गर होला, के गरी होला भन्दै अब माता कहाँ हेरियो, झाँक्री कहाँ हेरियो, लामाकोमा हेरियो, धामीकोमा सबै ठाउँमा मैले चाहिँ पूर्व पश्चिम उत्तर दक्षिण सबै ठाउँमा चाहिँ मैले आफ्नो उपचारको लागि चाहिँ म गएँ। तर मेरो उपचार चाहिँ कहीँ पनि सफल भएन। कुनैले पनि मेरो काम्ने छोप्ने मेरो विषय गर्न सकेन। जति उपचार गर्दा पनि चाहिँ मलाई झन् गाह्रो भयो। अनि त्यहाँबाट लास्टमा चाहिँ हाम्रो चेतबहादुर गुरु नेपाल झाँक्री सङ्घको अध्यक्षज्यू हुनुहुन्छ, उहाँ चाहिँ चेतबहादुर गुरु चाहिँ मैले चाहिँ सपनामा चाहिँ देखेर चाहिँ अनि उहाँलाई चाहिँ सपनामा अब यस्तै गोइलो ढ्याङ्ग्रो माला जामा पगरी लगाएर छमछम्ती नाचेको चाहिँ देख्यो। अनि नाचेको सपनामा देखिसकेपछि चाहिँ अनि म चाहिँ अनि जोखाना हेराउनलाई चाहिँ हाम्रो चेतबहादुर गुरु कहाँ गएँ। म त्यति बेला मेरो गुरुको आसन पनि स्वयम्भू थियो, म त्यहाँ स्वयम्भू गएँ। अनि गइसकेपछि अनि म चाहिँ त्यहाँ गएर चाहिँ गुरुले जोखाना हेरिदिनु भयो। अनि गुरुले चाहिँ भन्नुभयो अब जोखाना हेर्नुभयो, तिम्रो शिरमा देवी देउताको बास छ तर हातपात गरेको छ देवी देउतालाई भन्नुभयो। त्यो गुरुले सत्य कुरा भन्नुभयो। अनि हातपात नि गरेको हो। अब कतिजनाको पिटाइ खायो, कतिजनाले अब कपाल भुताल्यो, लडायो, पिट्यो, कुट्यो, त्यो गुरुले सत्य बोल्नु भएको हो। अनि त्यहाँ गइसकेपछि झाँक्रीकोमा उपचार गर्न जाँदा, माताकोमा उपचार गर्दा तपाईँलाई हातपात भयो होइन, भुताल्ने कामहरू भयो? भयो, लडाउने काम भुताल्ने काम लाताले हान्ने काम सबै भयो। अनि त्यो भइसकेपछि म अनि हाम्रो गुरु कहाँ गएर चाहिँ म त्यहाँ गएर जोखाना हेरेर गुरुले त्यस्तै भनेपछि चाहिँ अनि गुरुले चाहिँ तिमीलाई चाहिँ अब सत्यको देवी देउता भए म निकाल्छु, नराम्रो छ भने नकारात्मक चाहिँ छ भने चाहिँ हामीले चाहिँ तिम्रो हटाइदिन्छु, 2मा 1 हुन्छ भन्नुभयो। अनि मैले त्यो गर्दै गरेपछि अनि मलाई एकदम राम्रो भएर आयो। जस्तो काम्ने छोप्ने हुँदा तपाईँलाई घरबाट त्यस्तो नराम्रो यो हो भनेर घरबाट भनौँ न यो देवीद्वाराले होइन होला यो बोलाउने भयो भनेर त्यस्तो कुराहरू आयो कि आएन? घर परिवारबाट पनि आयो त्यस्तो कुराहरू। अब आफन्तहरूबाट पनि धेरै आयो। अब यो काम्ने छोप्ने भन्ने साथै अब डङ्किनी बोक्सिनी भन्ने, अब त्यो जिउमा आएको भन्ने, सत्यको देवी देउता आएको हुँदै होइन भन्ने, अब त्यस्तो अन्धविश्वास त्यस्तो धेरै मान्छेले धेरै कुरा गर्यो। त्यसो भनिसकेपछि चाहिँ मैले चाहिँ मेरो गुरुको मात्रै कुरा सुनेर चाहिँ म चाहिँ र भगवानको कुरा सुनेर या भगवानको विश्वास गरेर चाहिँ म चाहिँ अनि अगाडि बढ्दै गएँ। अनि सपनामा सत्य भगवानहरूले दिँदै जानु भयो। सपनाको कुराहरू पनि मनन गर्दै सत्य कुरामा बाटो भगवानले देखाएको बाटो म लाग्दै गएपछि मलाई राम्रो हुँदै आयो। जस्तो सपनामा के कुराहरू जस्तो देख्नुभयो, जस्तो ज्ञान सिकाउने अथवा उपचारको विधिहरू हो कि अथवा के कुराहरू आयो तपाईँलाई? सपनामा चाहिँ अब ज्ञानहरू चाहिँ अब भगवानले चाहिँ दिँदै जानुभयो। अब मन्दिरमा लाने, भगवानको कसरी पूजापाठ गर्ने त्यो सिकाउने भगवानले चाहिँ। अनि त्यहाँबाट अब बिरामी उपचार गर्नको लागि के गर्नुपर्छ भनेर विधिहरू ज्ञानहरू भगवानले चाहिँ सिकाउँदै जाने। अनि भगवानले चाहिँ राम्रो अब यसरी योग ध्यान बस भन्दै जाने। एकदम भगवानले चाहिँ सबै ज्ञान गुण दिँदै ऊर्जा शक्ति फैलाउँदै जानुभयो। जस्तै हजुरलाई सबै कुराहरू दिनुभयो भगवानले, त्यही अनुसारले उपचार गरिरहनु भएको छ। अहिले हजुरको जस्तो यो थानमा कस्ता बिरामीहरू आउँछन्? जस्तै तपाईँलाई भएको जस्तो आउँछन् कि त्योभन्दा बढी भनौँ न एकदम गाह्रो भएका बिरामी आउँछन्? कस्तो बिरामीहरू उपचार गर्नु भएको छ? बिरामीहरू चाहिँ अब यस्तै मोहनीहरूले पनि बौलाको धताको
त्यस्तो पनि आउनुहुन्छ अनि त्यहाँबाट बोली नआएको पनि आउनुहुन्छ अनि त्यहाँबाट अब छोप्ने काम्ने ढल्ने पनि आउनुहुन्छ अनि अब त्यो रक्सीहरू खाएर पागल भएको बौलाको पनि आउनुहुन्छ अब धेरै थरीको बिरामीहरू आउनुहुन्छ थरीको जस्तो मोहनीको कुरा गर्नुभयो होइन जस्तो मोहनी साँच्चीकै यो मोहनी लाग्छ कि अथवा यो के हो यो साँच्चीकै मोहनी भनिन्छ कि खास के हो अब मोहनी भनेको चाहिँ अब यस्तो हुन्छ अब मोहनी चाहिँ अब कसैले अब टुनामुना लाएर बिगारेकोलाई चाहिँ अब हामीले चाहिँ त्यो मोहनी चाहिँ फर्काइदियो भने चाहिँ उसलाई चाहिँ एकदम राम्रो भएर आउँछ उसको यादहरू नआउने हुन्छ ऊ जेस आफ्नो गरेर खान सक्ने कसैको यादमा नडुब्ने हुन्छ अब त्यो मोहनी भइसकेपछि त उसलाई काम गरेर खान नि गाह्रो हुन्छ ऊ बिरामी भइरहन्छ धेरै त्यही भएर चाहिँ उसलाई मोहनी हामीले फर्काइदिन्छौँ अनि हामीले त अब मोहनी लाउन चाहिँ पाप हो हामीले त्यो पाप काम चाहिँ हामी गर्दैन तर मोहनी लगाएर बिग्रेको बिरामी भएकोलाई चाहिँ हामीले चाहिँ राम्रो गरिदिन्छ मोहनी फर्काएर चाहिँ सफल गरिदिन्छ र सफल पनि कतिजनाको गरेको छु मैले त्यो मोहनी भनेपछि मान्छेले लगाउँछ हजुर यो त सत्य हो यो त भगवानको पालादेखि नै मोहनी भन्ने भगवानको पालादेखि नै भएको कारणले गर्दाखेरि चाहिँ मोहनी हुन्छ पनि र लगाउँदा लाग्छ पनि यो चाहिँ सत्य फर्काउँदा फर्किन्छ र लगाउँदा चाहिँ लाग्छ मान्छे लगाउन सक्छ अब कुनै मोहनी फर्काउन सकेन भने गाह्रो हुन्छ फर्काउन चाहिँ सक्नु नै पर्यो यदि नसकेको खण्डमा के हुन्छ नसकेको खण्डमा अब एकहोरो हुने टोलाउने जोक्राउने उसको मात्रै याद आउने अब तडपिने अब मर्न मन लाग्ने अब त्यसमा त हरेक हुन्छ एकहोरोपन हुने मान्छेलाई डिप्रेसनमा पुर्याउँछ त्यसले हजुर ल ठिक छ जस्तो हजुरले ध्यान तपस्याहरू गर्दा अथवा भनौँ न यो ज्ञानहरू लिँदाखेरि भूत प्रेत मसानहरू यी चिजहरूलाई अगाडिबाट देख्नु भएको छ अथवा कस्तो रूप हुन्छ त्यसको के थाहा छ हजुरलाई अब झाँक्री गुरु भइसकेपछि भूत प्रेत त देखिहालिन्छ अनि भूत प्रेत अब छर्लङ्ग देखिएको छ आफूले अब सपनामा पनि भूतसँग कति खेलिरहेको हुन्छ अब प्रत्यक्ष त भेट्यो भने डर लाग्छ सपनामा चाहिँ भूत प्रेत चाहिँ अब यसरी नाच्दै आफ्नो सामु आफूसँग खेल्न आएको देखिएको छ अनि उसलाई जितेर आफू अगाडि बढेको देखिन्छ भूतहरू चाहिँ एकदम आउनुहुन्छ अब उहाँसँग चाहिँ पास भइएको छ पास भयो जस्तो त्यसो भएदेखि त यो जस्तो यो मसान घाटमा गएर ध्यान तपस्या गर्दा तर्साउने त्यस्तो भएको छ कि भएको छैन हुन्छ त्यस्तो ध्यान तपस्या गर्दाखेरि अब अगाडि पछाडि दायाँ बायाँ आइरहन्छ तर हामीलाई भगवानले रक्षा गर्नुहुन्छ उहाँले नराम्रो आत्माले टच गर्न पाउँदैन तपाईँले पनि त्यो घाटहरूमा गएर ध्यान तपस्या ज्यान घाटको ध्यान तपस्या पनि गर्यो अब सबैको ध्यान तपस्या गरेको अग्निको पनि गर्यो हिमालको पनि गर्यो गङ्गाको पनि गर्यो सबै ध्यान तपस्या सबै पुरा गरेर बसेको अहिले चाहिँ तपाईँ सबै ध्यान तपस्या सकाएर सबैमा सफल भएर अनि अहिले चाहिँ आफ्नो आसनमा बिरामीको अब सेवा गरेर धर्म गरेर राम्रो काम गरेर सत्यको बाटो हिँडेर सत्यको कुराहरू बोलेर फैलाएर बसेको हजुर जस्तो हजुरले बिरामी उपचार गरिदिनु भएको छ अहिलेसम्म तपाईँले काम गरेको निको भएन भनेर त्यसरी बिरामीहरू अथवा त्यो भक्तजनहरू फर्केर आएको छ कि छैन त्यस्तो चाहिँ आएको छैन बरु डाक्टर धामी यो सबै ठाउँमा भ्यायो अनि लास्टमा यहाँ आएको यहाँबाट भएन भने कहीँ पनि नजाने भन्ने चाहिँ भक्तहरू त्यस्तो भक्त भन्ने भक्तहरू चाहिँ यहाँ आउनु भएको छ तर यहाँबाट भएन भनेर त्यस्तो चाहिँ गुनासो आएको छैन ल ठिक छ त्यसो भएदेखि यहाँनिर आउने भक्तहरूले जस राम्रो सेवा सुविधाहरू जस हजुरले गरेको कामबाट धेरै सन्तुष्टि हुनुहुन्छ हजुर सन्तुष्ट हुन्छ खुसी हुनुहुन्छ एकदम राम्रो मलाई मान्नुहुन्छ राम्रो एकदम माया गर्नुहुन्छ भक्तहरूले मैले अघि पनि भने जस्तो भूत प्रेतहरू मसानहरू भन्छ नि यो साँच्चै के हुन्छ के लाग्छ अब भूत प्रेत भनेको साँच्चीकै हुन्छ अब यदि सत्यको भगवान हुनुहुन्छ भने सत्यको भूत प्रेत पनि हुनुहुन्छ अनि त्यही भएर सबै हुनुहुन्छ सत्यकै भूत प्रेत नराम्रो आत्माहरू सबै हामीलाई बढी के चिजले दुःख दिन्छ जस्तो भूत प्रेतले दिन्छ कि आत्माले दिन्छ कि अथवा केले दिन्छ हामीलाई यो भनौँ न यो केही नजान्ने मान्छेहरूलाई
अब नजान्ने मान्छेहरूलाई त अब नराम्रो आत्माहरूले पनि धेरै दुःख दिन्छ, त्यहाँपछि अब शत्रु बैरीहरूले पनि धेरै दुःख दिन्छ। अब त्यो सबै मिलेर नराम्रो के अरे राम्रो मनुष्यहरूलाई सताइरहन्छ, एउटा सिधा सादा मान्छेलाई सताइरहन्छ। अनि सिधा सादाको शरीरमा चाहिँ देवी देवता हुँदैन, उनीहरूलाई भूत लागिरहन्छ। अब हाम्रो चाहिँ देवी देवता भइसकेपछि हामीले चाहिँ त्यो बिरामीलाई चाहिँ उपचार गर्दाखेरि चाहिँ त्यो भूतहरू भाग्ने या जाने बिसेको हुने, हामीले छुँदै बिसेको हुने त्यस्तो हुन्छ लागुको चाहिँ। जस्तो हजुरले बिरामी उपचार गर्दाखेरि तपाईँसँग नै जुझ्न आउने अथवा हानबान गर्ने, बान हान्ने फर्काउने भन्ने हुन्छ, यस्तोमा तपाईँ पर्नु भएको छ कि पर्नु भएको छ? यस्तोमा पनि परेको छ, परेको छ। अब कतिसँग खेलियो पनि लडियो पनि, लड्दा लड्दै पास भएर यहाँसम्म आएको छु। अनि बिरामीको शत्रुहरूसँग पनि लडेको छु र मेरो आफ्नो शत्रुसँग पनि लडेको छु। जे होस् भगवानको कृपा र भगवानको शक्ति ऊर्जाले चाहिँ म अहिलेसम्म अगाडि बढिरहेको छु। जस्तो शत्रुलाई पनि मैले तल पार्न म सफल भएको छु। त्यस्तो के कारणले गर्दा बाहिरबाट तपाईँहरूलाई त्यस्तो आउँछ, हान्ने जस्तो चलाउने, किन त्यस्तो हुन्छ? हजुर, रिस डाहा हुन्छ, अब जलन हुन्छ, अब यसले गरेर खायो भन्ने हुन्छ, यसको शिरमा भगवानले पो रुचाउनु भएछ ओहो भन्ने हुन्छ। अब त्यो धेरै रिस डाड गर्ने शत्रुहरू त धेरै भइहाल्छ नि, त्यही भएको कारणले हामीलाई चाहिँ आउँछ। अब यसले बिरामी हेऱ्यो, उपचार गर्यो, यसले धर्म कर्ममा लाग्यो भनेर पनि शत्रुले गरिराखेको हुन्छ। त्यही भएर हामीलाई शत्रु चाहिँ पाइला पाइलामा अगाडि पछाडि दायाँ बायाँ हामीलाई शत्रुले चाहिँ छोड्दैन। त्यो उनीहरूले चलाउने हान्ने काम भइरहन्छ, हान्ने काम भइरहन्छ, तर हामी चाहिँ त्यसमा जित्ने काम हाम्रो पनि भइरहन्छ। जसरी तपाईँले उसले जसरी हान्छ तपाईँले पनि त्यसरी नै उसलाई चाहिँ फर्काइहाल्ने हो। उसलाई अब हामीले नराम्रो गर्दैन, उसले नराम्रो गरेको खण्डमा हामीले फर्काउँछ। देवताको शक्तिले चाहिँ त्यो नराम्रो चिजलाई चाहिँ परास्त पनि पार्छ। लास्टमा चाहिँ अब खेल्दा खेल्दा चाहिँ लास्टमा सिद्धिनु पनि सक्छ। त्यो धेरै क्रोध आइसकेपछि चाहिँ सिद्धिनु पनि सक्छ शत्रु पनि। त्यस्तो हुन्छ। उसले यदि उसको शक्ति बढी छ भने त फेरि हामीलाई पनि गाह्रो हुन्छ होला, अथवा तपाईँलाई पनि गाह्रो हुन्छ होला। उसको शक्ति बढी देखाएर आउँछ भने हाम्रो त्योभन्दा हामी बढी देखाइदिन्छौँ। त्यस्तो बढी नै हाम्रो पनि फेरि बढी नै ऊर्जा आइरहेको हुन्छ। उसको कतिसम्म आउँछ हाम्रो पनि त्यति आइरहेको हुन्छ ऊर्जा। शक्तिहरू देवी देवताले त्यति धेरै दिइरहनुहुन्छ। कस्तो शत्रुलाई चाहिँ कस्तो हान्नुपर्ने हो, कस्तो गर्नुपर्ने हो भनेर भगवानले चाहिँ गरिरहनुहुन्छ। कुन विधिबाट गर्ने फर्काउने अथवा त्यो खालको हुन्छ विधि हुन्छ, केबाट गर्ने कसरी हान्ने त्यो विधि हुन्छ। शत्रुलाई अब हान्ने कुरा पनि सानोबाट हान्ने कि ठुलै लेभलबाट हान्ने कि त्यो पनि हुन्छ। भनेपछि हानबानहरू जोस धामी झाँक्रीमा यो चल्छ भनौँ न, जोस एकले अर्कोलाई चाहिँ हानेको हुन्छ जसरी। हजुर, त्यो त भइरहन्छ, यताउता त्यो त भइरहन्छ। शत्रुले पनि हजुर बाहिर कतै हिँड्दा भनौँ न, आश्रमभन्दा बाहिर हिँड्दाखेरि कुनै त्यस्तो भूत प्रेतो तपाईँहरूसँग चल्नको खेल्नको लागि जुझ्नको लागि आएको हुन्छ कि हुँदैन? त्यो चिजले तपाईँहरूसँग आउनलाई आँट गर्छ कि गर्दैन? अब हामी बाहिर हिँड्दाखेरि चाहिँ भूत प्रेतहरूले चाहिँ हामीलाई हेरिरहनुहुन्छ। अब टाढैबाट हेरिरहनुहुन्छ। अब हामी को हो र के हो कस्तो हो भनेर भूत प्रेतले हामीलाई चिनिसकेको हुन्छ। त्यो भएर तपाईँहरूसँग नजिक आउँदैन। उसले हामी को हो र के हो भनेर उसले बुझिसकेको हुन्छ। ऊ बाहिर साइडमा बस्ने हो, हामीलाई आक्रमण गर्न आउँदैन। अब सोझो साझोलाई देवी देवता शिरमा नभएकोलाई चाहिँ अब समाएको भएर अब त्यो उहाँहरूलाई उपचार गर्ने त हामी छौँ नि त। त्यसले गर्दाखेरि पनि तपाईँहरूलाई चाहिँ उनीहरूले जो बेला बेलामा उपचार गर्नुहुन्छ होइन, तपाईँको शक्ति उसले हेरिरहेको हुन्छ। त्यो कारणले गर्दा नै तपाईँहरूमा उनीहरू सिधै आक्रमण गर्न आउन सक्दैन। किनकि हामी बाटोमा हिँडिरहेको बेलामा पनि उनीहरूले हामीलाई टाढैबाट हेरिरहेको हुन्छ र चिन्छ यो को र के हो भनेर। नराम्रो आत्माहरूले चाहिँ सबै चाहिँ चिन्नुहुन्छ। जसरी अब हजुरले त ढ्याङ्ग्रो बजाएर देवी देउराली बढाएर उपचार गर्नुहुन्छ, कसैले चाहिँ कुनै अब ढ्याङ्ग्रो नबजाउने हुन्छ। यो खासमा यसमा के अन्तर छ? जस्तो ढ्याङ्ग्रो बजाउँदा नबजाउँदामा देवी देउराली आउने नआउने भन्ने हुन्छ कि हुँदैन?
हजुर अब त्यो चाहिँ हामीले अब ढ्याङ्ग्रो बजाएर हामीले देवी देवतालाई चाहिँ भाका हालेर अब देवी देवता कहाँ छौ पूर्व पश्चिम उत्तर दक्षिण कहाँ छौ आऊ भनेर चाहिँ हामीले ढ्याङ्ग्रोको तालमा चाहिँ बोलीको तालमा चाहिँ बोलाएपछि चाहिँ देवी देवता चाहिँ सर्लक्क आउनुहुन्छ अनि ढ्याङ्ग्रो बजाउँदाखेरि देवी देवता आउनुहुन्छ। यदि नबजाई बोलायो भने के हुन्छ त्यसमा आउने हुन्छ हुँदैन? त्यो चाहिँ हामीले ढ्याङ्ग्रो चाहिँ बजाउनै पर्छ हाम्रो देवी। अहिलेसम्म यहाँ कति जति बिरामीहरू उपचार गर्नुभयो अथवा सबभन्दा सिरियस केसहरू कस्तो कस्तो उपचार गर्नुभयो? अब सिरियस चाहिँ भनेपछि अब त्यस्तै 10-20 जना जति गरियो। त्यस्तो धेरै गाह्रो भएको चाहिँ अब बोली नआउनेहरूको अनि अब छोप्ने काम्ने ढल्नेहरू अनि बौला र धतारा हिँड्नेहरू अब मुहानीले पागल हुनेहरू अब यस्तै धेरै सङ्कट परेको गाह्रो परेकोहरू त्यस्तै 15-20 जनालाई एकदम सफल गरियो राम्रो गरियो। भनेपछि जस्तो काम्ने छोप्नेहरू भए अनि मोहनीहरूको बिरामीहरू भयो होइन यस्तो बिरामीहरू बढी आउने गर्छ? बढी आउने हजुर। जस्तो यो थानमा अब यो थाहा छैन धेरैजनालाई होइन यहाँ आउनु पर्यो भने यो लोकेसन चाहिँ कसरी बुझेर आउने यहाँ चाहिँ यो ठाउँमा? लोकेसन अब स्वयम्भू वनस्थली भनेपछि ठ्याक्कै जसले पनि पत्ता लाउनुहुन्छ। वनस्थलीको यो स्वयम्भूको यो स्वयम्भू भगवान पाउको चाहिँ मेन रोड नछोडी आएपछि त्यही रोडमा चाहिँ यहाँ चाहिँ यस्तो चाहिँ आसन छ भनेपछि यहाँ के भनेर चिन्ने यहाँनिर चाहिँ बोर्ड राख्नु? बोर्ड बाहिर राखेको छ झाँक्री गुरु भनेर। झाँक्री गुरु भन्ने बाहिर छ। यदि कुनै बिरामीहरू तपाईँलाई खोज्दै आउनुभयो पर्यो भने होइन यदि आउन चाहेको खण्डमा यदि झाँक्री बोर्डबाट नम्बर लिनुहुन्छ कल गर्नुहुन्छ यहाँ झाँक्री गुरु हुनुहुँदो रहेछ भनेर खोज्दै आउनुहुन्छ। यदि अब आउन चाहने बिरामीलाई पनि वनस्थली चोकदेखि भगवान पाउ जाने मेन रोडमा बिचमै मेन रोडैमा चाहिँ मेरो सटरमा चाहिँ आसन छ यहाँनिर चाहिँ आउन चाहनुहुन्छ भने तपाईँ आउनु होला। र गुरु ल समय दिनुभयो धेरै धेरै धन्यवाद हजुरलाई। हुन्छ हस् नमस्कार।